Hello guys, welcome to my YouTube channel. So आज म जाँदैछु मणिचुक द हाइकिङ। अहिले चाहिँ म गागलफेदी भन्ने ठाउँमा छु अनि यहाँबाट चाहिँ अब लगभग 2 घन्टा जतिको हाइकमा म मणिचुक द पुग्छु होला। म घरबाट चाहिँ हिँडेको कति 7:30 बजेतिर हिँडेको थिएँ होला। अहिले चाहिँ ठ्याक्कै 8:45 लगभग 9 नै बजिसक्यो। सो अब यहाँबाट कन्टिन्यू मेरो जर्नी स्टार्ट हुँदैछ। सो अनि यो चाहिँ मेरो फर्स्ट युट्युब भिडियो। सो किप सपोर्टिङ गाइज। अनि गाइज यतातिर चाहिँ नस्पातीको बोटहरू टन्ने रहेछ, नस्पाती खेती टन्ने रहेछ। जस्तो यहाँ पनि नस्पातीहरू टन्ने फलिरहेको छ। यहाँ चाहिँ अब अहिले चाहिँ भर्खर सानो चिचिलाहरू हुने भइरहेको रहेछ। लगभग अब 4-5 महिनामा खाना रेडी हुन्छ। अहिले चाहिँ एकदम सानो चिचिलाहरू छ। सो ल गाइस यहाँबाट कन्टिन्यू अघि बढ्छौँ हामी। अहिलेसम्म चाहिँ लगातार यहाँनिर पिच रोड मतलब यो ढलान गरेको बाटो मात्रै छ। अब यहाँबाट चाहिँ सायद बाटोमैसम्म यस्तो जस्तो लागिरहेको छ मलाई। कति बेरसम्म हिँड्नुपर्ने थाहा छैन। अनि यहाँतिर चाहिँ ऐसेलुहरू टन्नै पाइँदो रहेछ। फेरि ऐसेलुहरू रातै पाकिरहेको छ यहाँ। राति पहेँले भएर पाकिरहेको छ। यसो 1-2टा खाइदिउँ न। मिठो छ गाइस। दामी पाइँदो रहेछ ऐसेलु चाहिँ। मैले चाहिँ यहाँनिर 1 मुठी ऐसेलु टिपेर आइसकेको छु। दामी हो मिठो। ऐसेलु त दामी टन्नै थियो तर अब कहाँ ऐसेलु मैले टिपी बस्नु होइन। आफ्नो गन्तव्यतिर पनि अघि बढ्नु पऱ्यो। त्यही भएर चाहिँ मैले 1 मुठी ऐसेलु टिपेर खाँदै बाटो लागिरहेको छु। भरे फर्किने बेलामा चाहिँ च्याप्पै यति नै टिपेर हान्छु घरमा ऐसेलु। दामी हो। ट्याक्क पिच रोड सकेर कच्ची टाइपको यस्तो कच्ची बाटोमा आइरहेको छु। बाटो अलि अप्ठ्यारो छ, मतलब अप्ठ्यारो धुलो गाइस। यो चाहिँ मेरो सोलो ट्राभल हो, सोलो हाइक हो होइन। अब एक्लै लुन्ठुङ गइरहेको छु म। अनि यता चाहिँ फेरि साइनबोर्डहरू त्यस्तो केही पनि रहेछ क्या। अब कुन बाटो सही कुन बाटो गलत, बाटो भुटिने भन्ने चिन्ता होइन। त्यो भएर ठाउँमा चाहिँ मान्छेहरूलाई सोध्दै जानुपर्छ। ल अहिलेसम्म त सही बाटो बाटै आइरहेको जस्तो लाग्छ। त्यही मणिचुक द चाहिँ अझै यहाँबाट पनि 3.6 किलोमिटर जति रहेछ। सो बाटो अलि त्यो उकालो टाइपको छ, ठाडो
ठाडो छ बाटो। सो यसो एउटा लौरो सौरो भेटाउन पाए चाहिँ ट्याक्क टेक्टी जान सजिलो हुन्थ्यो। अब लौरो खोज्नु पर्ला जस्तो छ। बाटो चाहिँ यो गाडी हिँड्ने बाइक हिँड्ने बाटो जस्तो छ क्या, पुरै घुम्ती छ। योभन्दा बरु टक्कसँगले त्यो भर्याङ सर्याङ सिँढी टाइपको भएको भए चाहिँ अझै दामी हुन्थ्यो क्या। अब यसरी सही घुमेर चाहिँ कहिले पुग्नु होइन। तर यतातिर त्यो एक्ज्याक्ट हाइकिङ रोड चाहिँ रहेछ क्या। बाटो त छ तर गाडी बाइक हिँड्ने खालको पुरै घुम्ती बाटो छ। त्यो भएर पनि अलिकति डिस्टेन्स लामो पऱ्यो हो। केही छैन। तर यतातिरको ऐँसीको चाहिँ घारी नै रहेछ क्या गाइस। यहाँ ऐँसीले हेर्नु न झुप्पा फलिरहेको छ पुरै यसरी दामी। अनि यहाँनिर मैले यहाँनिर चाहिँ एउटा दामी फुल देखेँ क्या, यस्तो बवाल फुल छ नि। अरे यो सायद वाइल्ड फ्लावर होला, जङ्गली फुलहरू। तर कस्तो दामी फुलेको क्या, जुन पर्पल कलरको। अब यसरी भाँच्नु नहुने हो, तर पनि मैले चाहिँ एउटा फुल भाँच्दिएँ, त्यसको लागि सरी होइन। तर कस्तो दामी छ क्या, ल हेर्नु न कलरै बवाल। यो सायद यसको नाम चाहिँ के हो थाहा छैन होइन। एउटा उयो वाइल्ड फ्लावर नै होला यो, अब जङ्गलतिर पाउने। तर दामी छ क्या, उता झन् टन्नै फुलिरहेको रहेछ। एउटा हाँगा चाहिँ मैले भाँच्दिएँ। यसरी भाँच्नु चाहिँ नहुने हो, तर पनि मैले चाहिँ भाँच्दिएँ, त्यसको लागि सरी होइन। अनि म लगभग कति आधी घन्टा पनि हिँडेको छैन होला। आधी घन्टा हिँड्यो होला सायद यहाँ तल बस स्टपबाट। त्यहाँबाट आधी घन्टामा म चाहिँ अहिले अलिकति टपमा आइपुगेको छु। यहाँबाट तलतिरको भ्यूहरू चाहिँ दामी देखिरहेछ। त्यो फुलहरू चाहिँ यतातिर पनि टन्नै छ, जङ्गली फुलहरू। तर त्यो दामी छ क्या, कलर बवाल लाग्यो मलाई, दामी छ। गाइज फाइनली म आधी घन्टा जति हिँडेपछि चाहिँ मैले यहाँनिर आएर एउटा साइनबोर्ड भेटेँ। यहाँनिर चाहिँ मणिचुन्द यता छ। म आएको यो बाटोबाट। अनि यताबाट गयो भने चाहिँ मणिलिङ्गेश्वर मन्दिर जाने बाटो रहेछ तलतिरको चाहिँ। म चाहिँ अब यो मास्तिर जानुपर्छ। म चाहिँ ठ्याक्कै यहाँ बिचमा छु। ल लेट्स गो गाइज। यहाँबाट चाहिँ अब मणिचुन्ड दह चाहिँ 3.4 किलोमिटर रहेछ। लेट्स गो गाइस। यतातिर आउँदाखेरि चाहिँ मलाई मेरो घरतिर गाछ फिल भइरहेछ क्या। हुन्छ नि त्यो के अरे डाँडा पाखा त्यस्तै होइन। यतातिरको यो जमिनहरू हुन्छ नि त्यो एकदम डाँडामा पुरै खेती गरेको होइन। त्यो एकदम जङ्गलसँगले आफ्नै गाउँतिर जस्तो फिल आइरहेछ क्या। रमाइलो छ। तर ऐँसीले पनि खानलाई चाहिँ यति आउनुपर्ने रहेछ क्या। बाफ्रे बाटै भरिसक्यो। ऐँसीले त पुरै पहेँलै भएर पाकिरहेको छ होइन। कति खाने, जति खाइसक्यो ऐँसीले। अनि ऐँसीले पनि फेरि धेरै खाएपछि चाहिँ अलिक नमिठो हुँदो रहेछ क्या। ल
मुखसुख धोएर लाग्नु पऱ्यो, लास्टै गर्ने भइरहेको छ। मैले चाहिँ एउटा धारा भेटेँ अरे, त्यहाँ टक्क मुखसुख धोएँ, अझै एकदम फ्रेस अनुभव भइरहेछ मलाई होइन, एकदम शीतल क्या, हावा पनि चिसो परिरहेछ। अनि टक्क मुखसुख धोएँ, अझै शीतल भएको छ। अब अलिकति मलाई जोस आएको छ, अझ कन्टिन्यू। यहाँनिर चाहिँ पाङ्रो एकदम सेक्युरिटी गार्ड भएर बसिरहेको छ। आमा के छ, ठिक छ? खाना पानी आनन्दले टक्राइरहेको देखान्, केटो मजाले बसिरहेको छ। ल बाई बाई। ल गाइस, फेरि म अर्को साइनबोर्डमा आइपुगेँ। अब यहाँबाट चाहिँ मणिचुड 1.9 किलोमिटर रहेछ, लगभग 2 किलोमिटर भनौँ। सो अब धेरै टाइम लाग्दैन होला। ल गाइस कन्टिन्यू है त। अनि अर्को अचम्म लागेको कुरा चाहिँ गाइस, अहिले त अब गुराँसको सिजन लगभग सकिसकेको छ नि त। त्यही पनि यहाँनिर एक ठाउँमा चाहिँ यस्तो दामी गुराँस फुलिरहेको रहेछ नि, अरे क्या खतरा क्या। हेर्नु न यहाँ, हेर्नु न कति, एउटा दुईवटा तिनवटा चार पाँच छवटा थुङ्गा छ होइन, तर दामी फुलिरहेछ क्या, कलर पनि बवाल छ। वाउ, तर के गर्नु, टिप्नु हुँदैन। अब मैले टिप्यो भने त फेरि यो अब अरू मान्छेले आउँदाखेरि यस्तो दामी भ्यूहरू, यस्तो दामी हेर्नु पाउँदैन नि त। सो यो यहीँ छ, मैले चाहिँ मेरो मोबाइलमा मात्रै लगाएँ त। ल गाइस, मैले मेरो हाइक स्टार्ट गरेको लगभग कति 1.5 घन्टा जति भयो। म 9 बजेतिर मैले हाइक स्टार्ट गरेको थिएँ, अहिले चाहिँ यस्तै 10 साढे 10 भयो। सो अब चाहिँ कति 1.9 किलोमिटर छ अरे यहाँबाट। 1.9 भन्नु लगभग 2 किलोमिटर भनौँ न, 2 किलोमिटर बाँकी छ अब मणिचुड पुग्नलाई चाहिँ। सो गाइस दामी भ्यू हेर्दै होइन, ठाउँ ठाउँमा ऐसेलु खाँदै अनि गुराँसको फुलहरू हेर्दै चाहिँ मैले आफ्नो जर्नी अघि बढाइरहेको छु। त्यही हो, आज चाहिँ यस्तो जोस आयो कि म एक्लै चलिदिन्छु भनेर अनि एक्लै हिँड्दै आएँ क्या। केटाहरूलाई पनि भन्नु त भने, केटाहरू अहिले फेरि कोही कता रहेछ, अनि त्यही भएर चाहिँ एक्लै जाने निदो गरेर एक्लै चलिदिइहालेँ होइन। यस्तो नि हो, अब घर बस्दा झ्याउ पनि लाग्छ होइन, त्यो भएर लु नयाँ ठाउँ घुम्यौँ होइन भनेर, त्यो टाइम पास पनि हुन्छ, नयाँ ठाउँ पनि घुमिन्छ भनेर चाहिँ म चलिदिइहालेँ। त्यही गाइस अब कति लगभग 30 मिनटमा पुग्छु होला, 30 मिनट जतिमा पुग्छु होला भने चाहिँ मलाई टोटल 2 घन्टा जति लाग्ने रहेछ पुग्नको लागि चाहिँ। अनि यहाँ माथि चाहिँ एउटा स्कुल रहेछ क्या, यहाँनिर चाहिँ त्यो वहाँ तलदेखिको सानो बच्चाहरू मैले अघि बाटोमा भेटेको थिएँ होइन। अब त्यो सानो क्या, कति 2 वर्ष 3 वर्षको सानो बाबु त्यो नानीहरू होइन, यहाँ माथि आउँदो रहेछ क्या पढ्नलाई। स्कुल चाहिँ यहाँ अगाडि छ होइन, त्यहाँ आउँदो रहेछ क्या पढ्नलाई उनीहरू। अब अहिले त अनि अब खोइ दिउँसोको पढाइ छ होला सायद, दिउँसोको पढाइ चाहिँ के हो, सरी बिहानको पढाइ छ होला सायद। अनि त्यो उहरू चाहिँ सानो नानी बाबुहरू चाहिँ यहाँ पढेर अनि फर्काइ देखाएको थियो कि अहिले मैले बाटोमा। गाह्रो छ हौ गाइस, के गर्नु। अब यहाँनिरबाट चाहिँ 2टा बाटो आयो, एउटा यतातिर जाने, एउटा यता जाने। सो हामी चाहिँ यता जान्छौँ, यहाँनिर मणिचुड जाने बाटो भनेर हामीले साइनबोर्ड पनि देख्न सक्छौँ होइन। सो यो बाटो हुँदै चाहिँ हामी मणिचुड जान्छौँ। अब यहाँबाट चाहिँ जङ्गल स्टार्ट भयो क्या, अघिसम्म चाहिँ म खुल्ला बाटो एकदम होइन, तातो घाममा सेकिँदै हिँडिरहेको थिएँ। अब अहिले चाहिँ अब यो खुल्ला क्षेत्र सक्यो होइन, अब चाहिँ म जङ्गलको बाटो गइरहेको छु। सो अनि यहाँबाट चाहिँ अब नेसनल पार्क सुरु हुने रहेछ क्या, यहाँनिर यो सायद शिवपुरी नेसनल पार्क नै होला यो, हो शिवपुरी नै हो हुनुपर्छ है।
सो यहाँबाट चाहिँ नेसनल पार्क सुरु हुने रहेछ। सो यहाँले अब जथाभावी त्यो फोर्सहरू नफाल्नु के भनेर लेखिरहेको छ। अनि अनुमति बिना प्रवेश निषेध भनेको छ। अब कसलाई सोध्नु पर्नेहरू थाहा छैन होइन। कोही हुनुहुन्छ भने ट्यागको सोधेर पर्मिसन लिएर जानुपर्छ। यो चाहिँ राष्ट्रिय निकुञ्ज क्षेत्र हो। अनुमति बिना प्रवेश निषेध भनेको छ। कसलाई सोध्ने पनि मान्छे हुनुहुन्छ कोही सोध्नु चाहिँ पर्ने गाइस। तर यहाँनिर कोही पनि हुनुहुन्न। जाने बाटो चाहिँ यो हो। यहाँबाट हामी भित्र जानुपर्छ। के गर्ने त सोध्नलाई कोही हुनुहुन्न कि। ओके चल्दिउँ त्यसो भए। ल गाइस अघि चाहिँ म सायद बाटो झुके जस्तो छु है। यतातिर यस्तो दामी बाटो छ आउने तलतिर होइन। अनि मासतिर पनि यस्तो दामी बाटो छ। म चाहिँ यता गाडीबाट आएको क्या अघि होइन। सो अहिले चाहिँ म यताबाट यो गाडी टक छिरेर होइन। अनि यहाँनिर एउटा दामी यो सिँढी भएको बाटोमा आइपुगेको छु। अब यहाँबाट चाहिँ भेट छैन। ल त्यो चाहिँ म फिक्स ग्यारेन्टी दिएर भन्नु सक्छु। अब यहाँबाट चाहिँ धेरै लामो छैन बाटो मनिचुट पुग्नको लागि। लगभग म आइपुगिसकेको छु। बाटो चाहिँ अब चाहिँ एउटा राम्रो खुड्किला भएको बराङ भएको बाटो आइपुग्यो। म एक्लै छु क्या यो ठाउँ यस्तो बवाल छ होइन। वाह दामी लाग्यो ठाउँ चाहिँ। अनि मासतिर चाहिँ एकदम कालो मैलो भएर पानी पर्ला जस्तो भइरहेछ। पानी पऱ्यो भने चाहिँ अलिक गाह्रो पर्छ होइन। ठाउँ एकदम बवाल छ। यो चाहिँ खोइ दह चाहिँ अझै भित्र होला होइन त्यो चाहिँ। तर यहाँनिर चाहिँ एउटा चौरी टाइपको रहेछ। अनि पुरै यो हुन्छ नि यो के भन्छ एउटा ध्वजा के हो यो चाहिँ पुरै टाँगेर यस्तो बवाल छ क्या ठाउँ। दामी लाग्यो मलाई चाहिँ। अनि मान्छे चाहिँ कोही पनि छैन क्या। एकदम सुन्ने शान्त छ। ल एकदम सुन्ने शान्त छ लगाएछ। अनि यो माथि चाहिँ एउटा फिल्ड चौडी टाइपको रहेछ होइन। म दह जाने चाहिँ सायद यता होला। त्यो मनिचुट जुन पोखरी छ त्यो चाहिँ यतातिर जस्तो लाग्यो बाटो यतातिरबाट छ। अनि म चाहिँ त्यहाँनिर एकछिन अलिकति मात्रै हेरेर अनि यता पोखरी हेर्न आएको क्या होइन। मजाले एकछिन पोखरीको भ्यू हेर्छु। त्यहाँनिर टक्कसँगले आनन्दले बस्छु। अनि त्यसपछि टक्क फर्केर फेरि ब्याक टु यही ठाउँ भएर अनि फेरि एकछिन आनन्दले बसेर 1-1.5 घन्टा बसेर अनि फर्किन्छ क्या म मजाले होइन। फाइनली आइपुग्यो मनिचुट। त्यहाँ चाहिँ मान्छेहरू हुँदो रहेछ माथि कि मान्छेहरू अलिअलि साथीहरूसँग ल फाइनली म चाहिँ आइपुगेँ मनिचुट। मैले चाहिँ यसो खाजा लिएर आएको थिएँ होइन। यसो केरा कुरकुरेहरू लिएर आएको थिएँ। त्यो चाहिँ अब खानु पऱ्यो। यसो भोक लाग्नु थाल्यो ट्याक्कसँगले खाजासाजा खाएर अनि यहाँबाट ट्याक्क चल्दिनु पऱ्यो घरतिर होइन।